विजय यात्रा जारी छ। प्राध्यापक डाक्टर विजया पन्त। सुनाखरीको शोधमा पाएको विजय नेपालको उच्च हिमाली भेगदेखि तराईका फाँटसम्म फुल्ने सुनाखरी अर्किड केवल एउटा सुन्दर फूल मात्र होइन, यो नेपालको जैविक विविधताको अनमोल खजाना हो। यही खजानालाई चिन्ने, ल्याबमा हुर्काउने र यसको औषधीय गुण विश्व सामु पुर्याउने एक अथक वैज्ञानिक हुन् प्राध्यापक डाक्टर विजया पन्त। धेरै जसो देशमा जुन हामी ट्रेडिसनल मेडिसिन भन्छौँ, हाम्रो परम्परागत औषधि, त्यसमा पनि यो अर्किडको धेरै उपयोग भएको छ र हाम्रो आफ्नै रिसर्चले पनि हामीले प्रमाणित गरेका छौँ कि हाम्रो देशमा भएका अर्किडहरू क्यान्सरको औषधि रहेछन् भनेर हामीले पत्ता नै लगाएका छौँ। हामीले त्यसको रिसर्च पेपरहरू नै पब्लिस गरेका छौँ। तेह्रथुमको चुहान डाँडामा जन्मिएकी उनले जापानबाट प्लान्ट बायोटेक्नोलोजीमा पीएचडी गरिन्, तर नेपाल फर्किँदा यहाँ दैनिक 18 घण्टा लोड सेडिङ हुन्थ्यो। तापक्रम मिलाएर राख्नुपर्ने बिरुवा जोगाउन उनले इन्भर्टर जोडेर सङ्घर्ष गरिन्। 2072 सालको भूकम्पले त्रिवीको ल्याब भत्काउँदा उनको अनुसन्धान ठप्प भयो, तर सपना भत्किएन। उनले अन्नपूर्ण न्यूरो अस्पतालको भवनमा नयाँ टिस्यु कल्चर ल्याब स्थापना गरेर अनुसन्धानलाई पुनर्जीवन दिइन्। करिब 25 वर्ष लामो निरन्तर अनुसन्धानपछि उनको टिमले एउटा ऐतिहासिक सफलता हात पार्यो। सुनाखरीमा स्तन क्यान्सर, ब्रेन ट्युमर र फोक्सोको क्यान्सरका कोषहरूलाई मार्न सक्ने तत्त्व हुन्छ भन्ने प्रमाणित भयो। यही अनुसन्धानको आधारमा अहिले जीवन्ती नामक औषधि उत्पादन सुरु भएको छ। यति मात्र होइन, ल्याब टु ल्यान्ड अभियान अन्तर्गत उनले प्रयोगशालामा उमारिएका 40 भन्दा बढी लोपोन्मुख प्रजातिका हजारौं सुनाखरीका बिरुवाहरूलाई जुम्लादेखि इलामसम्मका जंगलमा हुर्काइरहेकी छिन्। सुनाखरीको जथाभावी दोहन रोकेर यसलाई नेपालको जिन्सिङ बनाउने उनको लक्ष्य छ। विश्वभरका वैज्ञानिकहरूको उच्च सम्मान ट्रस फेलोबाट सम्मानित प्राध्यापक डाक्टर विजया पन्त युवा अनुसन्धानकर्ताहरूका लागि प्रेरणाको स्रोत र नेपाली वनस्पतिको रक्षा कवच हुन्। टियागो